ल्याब खोल्नु तपाईहरु पिक्सल ल्याब खोलिसकेपछि यस्तो खाले चाहिँ तपाईहरुलाई आउँछ। त्यसपछि यो न्यू टेक्स्टलाई डिलिट गर्नु। सिम्पली माथि चाहिँ डिलिटको बक्स रहेछ त्यसमा डिलिट गर्नु। त्यसपछि यहाँहरु तपाईहरु चाहिँ फ्रन्ट चेन्ज गर्न सक्नुहुन्छ। तपाईहरुलाई जस्तो खाले राम्रो लाग्छ ब्याकग्राउन्ड त्यस्तो खाले ब्याकग्राउन्ड राख्नु। अनि त्यसपछि ब्याकग्राउन्ड चेन्ज गरिसकेपछि चाहिँ थ्री डटलाई थिच्नु। थ्री डट थिचिसकेपछि इमेज साइजमा जानु। इमेज साइजमा गएपछि कस्टम चुज गर्नु। कस्टम चुज गरेपछि युट्युब थम्बनेल चुज गर्नु। युट्युब थम्बनेल चुज गरेपछि ओके गरेपछि तपाईहरुलाई युट्युब साइजको चाहिँ एउटा ब्याकग्राउन्ड आउँछ। अब यस्तो ब्याकग्राउन्डमा तपाईहरु यहाँ माथि प्लस आइकनमा थिचेर फ्रम ग्यालरीमा गएर तपाईहरुलाई जस्तो इमेज चाहिँ यहाँ राख्न मन लागिरहेछ त्यस्तो इमेज चाहिँ तपाईहरु राख्नु। म चाहिँ यस्तो खाले इमेज चाहिँ एउटा चुज गरे अनि सिम्पली यस्तै खाले इमेज चुज गरेर अब यसलाई आफ्नो साइज कस्तो खाले तपाईहरुलाई साइज चाहिन्छ त्यस्तो खाले साइज मिलाएर चाहिँ यसलाई राख्न सक्नुहुन्छ। म चाहिँ यसलाई चाहिँ अलिक सानो पारेर चाहिँ यहाँ तल चाहिँ राखे अनि त्यसपछि यस्तै खाले एउटा अर्को इमेज पनि मैले ग्यालरीबाट लिएर अर्को यो साइडमा चाहिँ राखे अनि त्यसपछि सिम्पली चाहिँ तपाईहरु यो इमेजलाई पनि यस्तै सेम साइजकोमा चाहिँ बनाएर राख्नु। त्यसपछि चाहिँ तपाईहरु सिम्पली के गर्नु भन्ने कुरा चाहिँ अब यो इमेज लाई चाहिँ मिलाएर राखिसकेपछि चाहिँ अब तपाईहरुको चाहिँ थम्बनेल बनाउँदाखेरि चाहिँ कस्तो खाले थम्बनेल बनाइराख्नु भएको छ त्यो थम्बनेलमा डिपेन्ड पर्छ। अब त्यो इमेज बनाउनको लागि तपाईहरु चाहिँ सिम्पली चाहिँ तपाईहरु गुगलको ब्याकग्राउन्ड रिमुभर पनि युज गर्न सक्नुहुन्छ। त्यो रिमुभर युज गरेर पनि तपाईहरु यहाँ चाहिँ थम्बनेलमा त्यो इमेज राख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ अलिक थोरै म यो राइटको फोटोलाई चाहिँ थोरै तल ल्याइरहेको छु अनि लेफ्टको फोटोलाई पनि थोरै तल ल्याएर राखे। त्यसपछि चाहिँ अब तल चाहिँ तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ टेक्स्टको लागि ए लेखेको छ त्यहाँ ए लाई सिम्पली चाहिँ ए को भन्दा पनि यता चाहिँ एउटा चाहिँ सर्टकोना आकारको चाहिँ थियो त्यसलाई थिचेर त्यसपछि माथि स्टकमा जानु। स्टकमा गइसकेपछि इनेबल गर्नु। इनेबल गरिसकेपछि चाहिँ तपाईहरु चाहिँ यो बोर्डर लाइन चाहिँ कति चाहिँ मोटो चाहिँ पातलो राख्न चाहनुहुन्छ त्यसलाई चाहिँ यहाँबाट म्यानेज गर्न सक्नुहुन्छ। मैले चाहिँ यस्तो चाहिँ अलिक मोटो खाले राखे। त्यसपछि दुईटै इमेजको चाहिँ मैले सेमै खाले राखेर अनि त्यसपछि चाहिँ सिम्पली अब टेक्स्ट के लेख्नु पर्ने हुन्छ भने यहाँ ए लेखेको छ त्यहाँ थिचेपछि न्यू टेक्स्ट आउँछ। अब न्यू टेक्स्टमा तपाईहरुले थम्बनेल बनाउँदाखेरि कस्तो खालको चाहिँ टेक्स्ट जरुरी छ त्यो अनुसारको चाहिँ टेक्स्ट राख्नु। म चाहिँ यहाँ चाहिँ म आफ्नो थम्बनेल अनुसारको टेक्स्ट राख्न गइरहेको छु। अब यो न्यू टेक्स्टलाई डिलिट गर्नुपर्छ। न्यू टेक्स्टलाई माथि डिलिटको आइकन छ त्यहाँ चाहिँ डिलिट गर्नु अनि त्यसपछि मैले आफ्नो यहाँ टेक्स्ट राखे अनि यो टेक्स्टलाई अब चाहिँ तपाई आफ्नो साइज कस्तो राख्न चाहनुहुन्छ मोटो राख्न चाहनुहुन्छ कलरमा राख्न चाहनुहुन्छ कलरमा राख्नको लागि सिम्पली यहाँ कलरमा आउनु। कलरमा आइसकेपछि अब रातो कलर चाहिन्छ कालो चाहिन्छ सेतो चाहिन्छ सुन्तला कलर चाहिन्छ कस्तो चाहिन्छ त्यो सिम्पली सिलेक्ट गर्नु अनि त्यसपछि यसको साइज मिलाउनको लागि तलबाट चाहिँ अलिक तलबाट थोरै यता सारेपछि फन्ट आउँछ। सिम्पली फन्टमा गएर अब तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ जुन चाहिँ तपाईहरुलाई राम्रो लाग्छ त्यो फन्ट यहाँबाट सिलेक्ट गर्नु। त्यसपछि अब तपाईहरुलाई जुन खाले कलर मन पर्छ त्यो कलर चुज गरेर अब तपाई कहाँ राख्न चाहनुहुन्छ त्यो टेक्स्टलाई त्यहाँ चाहिँ मिलाएर साइज चाहिँ तलमाथि गरेर चाहिँ राख्न सक्नुहुन्छ। यो जुन चाहिँ कुनाको जुन एउटा गोलो खाले आइकन देखिरहेछ त्यसलाई चाहिँ सार्दाखेरि त्यो साइज तलमाथि हुन्छ। अब यस्तै खाले चाहिँ अर्को पनि फन्ट लेख्न चाहनुहुन्छ भने पनि सेम चाहिँ तपाईहरुले त्यही एमा टाइप गर्नुपर्छ। एमा टाइप गरिसकेपछि चाहिँ त्यहाँ टाइप गरेपछि तपाईहरु सेम त्यस्तै खालको फन्ट मैले अब मलाई जरुरी परेपछि मैले यहाँ अर्को फन्ट पनि टेक्स्ट पनि राखे। अब त्यसपछि चाहिँ त्यस्तै खाले अर्को पनि टेक्स्ट राख्न चाहनुहुन्छ भने त्यस्तै खाले मैले तल पनि एउटा राखे। अब यसको अनुसारको अब तपाईहरुले जस्तै अब यहाँ तल चाहिँ एउटा एरोको साइन चाहिँ हेराउँछ त्यो एरोको साइनलाई चाहिँ थिचेपछि तपाईहरुलाई एरो आउँछ। त्यो एरोलाई चाहिँ पनि युज अब जस्तै मलाई यहाँ युज गर्न भन्नाले यो रियल इमेजलाई यस्तो कार्टुन इमेज बनाउनु पर्यो भने त्यसको लागि चाहिँ मैले यताबाट लेफ्टबाट राइटतिर चाहिँ एरोलाई चाहिँ म मिलाएर राख्छु। अब एरोलाई लेफ्टबाट राइट मिलाएर राख्नको लागि सिम्पली यो एरोलाई चाहिँ यसरी मुभ गरेर चाहिँ राख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ यसको चाहिँ कलर पनि चेन्ज गर्न सक्नुहुन्छ। थोरै चाहिँ यहाँबाट तल आएपछि यहाँ कलर चेन्ज गर्ने अप्सन पनि छ। यहाँ तल
थोरै तल आएपछि कलर ग्रेडिङ गर्नु। त्यसपछि अब तपाईहरुलाई कुन रातो, पहिलो, कालो जुन खाले कलर मन पर्छ त्यो यहाँबाट सिलेक्ट गर्नु। अनि सिलेक्ट गरिसकेपछि चाहिँ अब तपाईहरुको जुन एरो जुन छ एरो चाहिँ पनि त्यस्तै खालको कलरमा चेन्ज हुन्छ। अब मैले चाहिँ एउटा यो पर्पल कलरको मैले युज गरे। त्यसपछि मैले सेम खाले एरो तल पनि एउटा राखे। अनि त्यति गरिसकेपछि अब मेरो चाहिँ थम्बनेल चाहिँ अलिक राम्रो देख्न खोजिरहेछ। त्यसपछि मैले एउटा अझै चाहिँ यो ग्रोक एआई को जुन चाहिँ लोगो हुन्छ त्यसलाई चाहिँ म यहाँ बीचमा चाहिँ राख्न गइरहेछु। सिम्पली त्यहाँ राखे। अब चाहिँ मेरो चाहिँ थम्बनेल चाहिँ अलिक एट्र्याक्टिभ हेराउन थाल्यो। अब यसलाई सिम्पली डाउनलोड गर्नको लागि के गर्नुपर्छ भन्ने कुरा तपाईहरु त्यहाँ 3 डटमा जानु, त्यहाँ एक्सपोर्ट इमेजमा जानु। एक्सपोर्ट इमेजमा गइसकेपछि यहाँ चाहिँ कस्टममा आउनु। तलको डाइमेन्सन जुन कस्टम छ त्यहाँ थिचेपछि चाहिँ तपाईहरुलाई आउँछ यहाँ अल्ट्रा क्वालिटीमा चुज गर्नु। त्यसपछि सेभ टु ग्यालेरीमा सिम्पली चुज गरिसकेपछि चाहिँ तपाईहरुको यो इमेज सेभ हुन्छ ग्यालेरीमा।